नानीलाई चाहिँ आमा बाउले दैलो खोलिदिनुपर्छ। अनि आमा बाउले जब दैलो खोलिदिन्छ तब मात्र त्यो सैतानहरू आएर हाम्रो नानीहरूलाई एट्याक गर्दछ। सैतानले दैलो खोल्ने बित्तिकै हाम्रो श्रीमानहरूलाई एट्याक गर्दछ, हामीलाई एट्याक गर्दछ। हेर्नुहोस् है, केही कारणले गर्दा के हुन्छ भन्दाखेरि हामी चाहिँ के हुन्छ, तपाईँले मलाई आज भर्खरै ज्ञान एफिसियन्सी दिएको छ। एउटा आत्माले चाहिँ के गर्छ, अनाज्ञाकारीहरूको बिचमा काम गरिरहेको हुन्छ। एभ्री मुमेन्ट बिहानदेखि बेलुकासम्म के हुन्छ, हाम्रो रियालिटी के हुन्छ, हाम्रो वास्तवमा चाहिँ हामीले शैतानले समातिरहेको हुन्छ। त्यही कारणले गर्दाखेरि कतिवटा हाम्रो शरीरमा के छ, रोगहरू छ, कतिवटा हाम्रो जीवनमा चिन्ताहरू छ, कस्तो हाम्रो फिक्रीहरू छ। हामी राति सुत्दाखेरि चेनसम्मले ढुक्क भएर तपाईँ सुत्न सक्नुहुन्छ, त्यो हुन्छ। तपाईँ बिहान उठ्दाखेरि ढुक्क भएर हामी उठ्न सक्छौँ कि सक्दैन? किन भन्दाखेरि चाहिँ डेडली शैतानले क्याप्चर गरेको है। अब यहाँसम्म मान्छेहरूलाई यस्तो डेडली बाँधेको हुन्छ, यति सरले बाँधेको हुन्छ, यति सरले बाँधेको हुन्छ, तर के गर्नु? एकजना पायो भने एउटा नानीलाई तपाईँले मसँग हामीलाई भर्खरै पढ्नु मार्को 9को मार्को क्लियर छ। एउटा केटालाई चाहिँ एकदम धुताको लागेको थियो, त्यहाँ अरू कसले पनि धपाउन सकेन, तर परम प्रभुले धपाउन सक्यो। उसको चेलाहरू आएर सोध्यो, प्रभु यो किन चाहिँ हामीले धपाउन सकेन भनेर प्रभुले भन्नुभयो, एउटा स्पिरिटहरू आत्माहरू जो चाहिँ के अरे प्रार्थना है। तपाईँको घरमा अनि मेरो घरमा, तपाईँको घरमा अनि मेरो घरमा, तपाईँको जीवनमा अनि मेरो जीवनमा, यो मण्डलीमा, यो चर्चमा, यो जहाँ पनि यस्तो खालके स्पिरिटहरू आएर बसेका छन्, यस्तो खालके आत्माहरू आएर बसेका छन् कि त्यो निस्किनै मान्दैन। तपाईँले बिहान प्रार्थना गर्नुहुन्छ, बेलुका प्रार्थना गर्नुहुन्छ, त्यही प्रब्लम, त्यही किसिमको निराशपन, जस्तै घरको छोराछोरीहरू किन के त यो घरमा मिसिङ छ। तपाईँले आफूलाई सोध्नुहोस्, आफूलाई भन्नु, मैले यति ट्राई गर्दछु, मैले यति कोसिस, मैले यो ट्राई गर्दछु, म यति साह्रो मैले आफूलाई डिसिप्लिन गर्दछु, तर केही न केही चाहिँ मलाई समातिरहेको छ, म यो कुरामा निस्किनु सकेको छुइनँ
है भन्ने कुरा छ भने त्यहाँनिर के मिल्छ उपवास उपवास एकदमै कम्पलसरी चाहिँ उपवास चाहिँ हामी बस्नु नै पर्दछ उपवासहरू बस्नु किन बस्नु उपवास दुष्टको बन्धन छोड्नु उपवासले के गर्छ दुष्टको बन्धन छोड्छ त्यसै यसै अब 58 वर्ष निकालेको भारी बोझ हटाउनु दबिएको मानिसहरूलाई स्वतन्त्र पार्नु प्रेम दया र न्याय यदि हामी खान छोड्छौँ तर पाप छोड्छौँ भने यो उपवास होइन है यो उपवास के गर्दो रहेछ भन्दाखेरि हाम्रो